ए बुढो बुढो यहाँ आउनु त। रुको जरा सबर करो। के भयो किन बोलाएको भन त किन बोलाएको? अब बजार जानुपर्ने आज फुलपाती भइसक्यो, लुगा पनि किने छैन, जुत्ता चप्पल केटाकेटीलाई घरमा खाने अब दाल के अरे तेलहरू केही पनि किनेको छैन। अनि आज पनि नगएर कहिले जानु त बजार? मलाई पनि केही किनेकै छैन, लुगा किन्नुपर्ने 1-2 जोर किन्नुपर्ने भनेको, खोइ बजार जाने कुरा पनि गर्नुहुन्न, कहिले जाने हो कुनै सबैले ल्याइसके। हामीलाई चाहिँ दसैँ पनि कहिले नआउने भयो। जहिले पनि तिमीहरूलाई नि कपडा भनेको छ कपडा त्यत्रा दराजभरि छ नि त तिनीहरूले लाउनु क्या? तिहार आयो कपडा चाहियो, दसैँ आयो कपडा चाहियो, तीज के अरे तीजमा कपडै चाहियो, तिमीहरूलाई मात्रै चाहिने। नारी दिवसको बेला पनि कपडा चाहिने, जहिले पनि नयाँ नयाँ लाउने। आफ्नो भनेको यस्तो छ यहाँ यस्तो छ च्यातिएको, यतिकै हिँडिराखेको छु त, यतिकै भइराखेको छ त, यही हो मेरो दसैँको लुगा त। म सक्दिनँ कपडा सपडा किन्नलाई, नभए आफ्नै सुरु गरे हुन्छ। हेर सक्दिनँ।